मिठो खाना सबैको चाहना। हजुरहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी खुवाको यमरी बनाउन गइरहेका छौँ। यमरी बनाउनको लागि चाहिँ ताइजन चामलको पिठो चाहिन्छ, अनि त्यसपछि तातो पानी मजाले तताउने, अनि त्यसपछि दुध र खुवा एड गर्ने, खुवालाई मजाले पकाउने, नरिवल सुकमेलहरू हालेर हाम्रो खुवा रेडी भइसक्यो। अब चाहिँ अनि त्यसपछि डोलिने, डोला यसरी बेल्ने, तेल लाएर अनि यसरी औला छिराले यस्तो घुमाउने, अनि चाहिँ यमरी बनाउनको लागि हामी अहिले रेडी गर्दैछौँ। यसरी एकदम सजिलो छ है। खाना पनि एकदम मिठो बबाल। दिदीले पुरै यमरी घुमाइरहेको छ यस्तो मजाले तेल लाएर यमरीलाई ठुलो बनाउने, घ्याम्पो भर्ने, घ्याम्पो। अब यो घ्याम्पो ठुलो भइसकेपछि चाहिँ खुवा एड गर्ने। उता मम्मीले पनि घ्याम्पो बनाउँदै हुनुहुन्छ। घ्याम्पो होइन गाइस, सरी, मकारीले हातले यसरी बिस्तारै बिस्तारै मिलाउने। अनि यो भकारीलाई चाहिँ मिलाइसकेपछि हामी खुवा एड गर्ने। यसरी सबैतिर मिलाएर मजाले खुवा भर्ने, आफूलाई चाहिने जति यो भकारी नफुट्ने जति मचिक्कको खुवा हाल्ने। अनि खुवालाई चाहिँ प्याक गरिदिनुपर्छ। अनि बिस्तारै बिस्तारै हातले यसरी घुमाउँदै 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 खुवाको मुख टाल्ने। अनि यसरी बनाइसकेपछि चाहिँ हाम्रो यमरी रेडी हुन्छ। अनि त्यसपछि चाहिँ हामीले मोमोको भाँडामा तातो पानी हालेर माथि राखिदिने। यसरी मुख प्याक गरिसकेपछि अब हाम्रो माथि हामी डिजाइन बनाउने। यसरी अब दुईतिर मुख पारेर अब चाहिँ हाम्रो यमरी फाइनली रेडी भयो। कस्तो दामी डिजाइन निकालेर चुचो चुचो पारेर चरा जस्तै मुख बाएर कस्तो राम्रो भयो ल। तेल चाहिँ मजाले लाउनुपर्छ है यमरी बनाउँदाखेरि चाहिँ। यसरी भाँडामा राख्ने। अनि मैले पनि ट्राई गरेँ यमरी बनाउनको लागि चाहिँ। यसरी कतिचोटि बनाएँ, 4-5 चोटिमा बल्ल बल्ल यतिको भयो है त। बनाउन त गाह्रो हुँदो रहेछ एकदम। लास्टै यो मम्मीले पनि सिकाउँदै हुनुहुन्छ बनाउनको लागि। खाना त मिठो छ, बनाउन चाहिँ लास्टै गाह्रो छ है पिठो। अनि त्यसपछि पातलो पातलो बनाउँदै बनाउँदै मैले पनि अब यसमा खुवा एड गर्न लागेँ। यति भयो मैले बनाएको चाहिँ यमरी। खुवा एड गरियो। अब त्यसको मुख बाँध्ने। अब मुख बाँध्ने क्रममा चाहिँ मलाई एकदम डर लाग्यो है, फुट्छ कि भनेर। दिदीले सिकाउँदै हुनुहुन्छ। यसरी मुख चाहिँ फुट्यो भने फेरि त्यसको रसहरू सबै बाहिर जान्छ। अनि म पनि यसरी सिकिरहेको छु यमरी बनाउनको लागि। यस्तो छ है, यमरी बन्न लाग्यो। तर मेरो यमरी चाहिँ अलिकति फुट्यो है साथीहरू। भित्रको अब सबै खुवाहरू चाहिँ बाहिर निस्किन लाग्यो। अरू दिदीले बनाएर राखिदिनु भयो। म चाहिँ यमरी बनाउँदा बनाउँदा थाकेँ। अब सोचिरहेको छु अब म बनाऊँ कि नबनाऊँ भनेर, वेस्ट हुन्छ भनेर खुवा। अनि एकछिन चाहिँ म यत्तिकै बसेँ। अनि त्यसपछि पाक्यो। अब म खान लागेँ यमरी। यस्तो मिठो भयो, खतरनाक स्वादिलो, पुरै जुसी टाइपको। मुखबाट पानी रसायो होइन त। यत्तिको चाहिँ यमरी हुनुपर्छ है। मैले बनाएको यमरी मैले नै खाएँ लास्टमा। अन्दै मेरो भ्लग चाहिँ अब यहीँ टुङ्गिन्छ साथीहरू। सबैजनाले हेरेर लाइक कमेन्ट ठोकिदिनु होला ल। अब हाम्रो फाइनल्ली रेडी भयो खाना। आउँ है त सबैजना। बाई बाई।